हेलो गाइज वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म माछाको झोल बनाउँदैछु होइन। अनि यहाँ चाहिँ मैले चाहिँ माछा म्यारिनेट गरेर राखेँ, मैले होइन दिदीले। अनि त्यसपछि चाहिँ मैले यतापट्टि चाहिँ कराईमा चाहिँ तेल राखेँ होइन माछा फ्राई गर्नको लागि। अनि तेल तातिसकेपछि चाहिँ ज्वाइँ ज्वाइँ गरेर म्यारिनेट गरेर राखेको माछालाई फ्राई गरिदिएँ। यो माछामा चाहिँ नुन अनि अमिलो र बेसार मात्रै राखेर चाहिँ 15देखि 20 मिनट छोडिदिएको। अनि त्यसपछि यहाँ माछा फ्राई गऱ्यो। यत्तिको फ्राई भइसकेपछि यसलाई उल्टाइ पल्टाइ गरेर अझै फ्राई हुन दिएँ। अनि माछा फ्राई भइन्जेलसम्म यहाँ मसला पिस्न लागेँ। मसलामा चाहिँ मैले जिरा अनि तोरी र सर्सिमलाई मजाले भुटेर यहाँ पिन्न लागेँ। अनि सुकेको खुर्सानी र लसुनलाई पनि अलिअलि भुटेँ। अनि यहाँ चाहिँ मसलामा यत्तिको पिसिसकेपछि चाहिँ अब यो मसलालाई यत्तिकै छोडेर चाहिँ म चाहिँ माछातिर लागेँ। अनि माछा यत्तिको फ्राई भइसकेपछि चाहिँ माछा गम लाएर निकाल्न लाएँ होइन। माछा मलाई एकदमै मनपर्ने। अनि आज हाम्रो घरमा चाहिँ माछा किन पाक्दैछ भन्दाखेरि चाहिँ आज प्यारी नन्द महारानीको बर्थडे, त्यही भएर बर्थडे स्पेसल हाम्रो घरमा माछा पाक्दैछ। एक लट निकालिसकेर फेरि अर्को लट मैले माछा यहाँ फ्राई हुनलाई राखेँ होइन। अनि माछा मलाई यति मनपर्छ नि, अनि त्यही भएर मेरो ससुरा बुवाले चाहिँ आज माछा लिएर आउनुभएको, माछा खानी भनेर। अनि माछा मैले फेरि फ्राई भइसकेपछि फेरि निकालेँ होइन। अनि यो चाहिँ लास्ट लट थियो के। अनि माछा फ्राई गरिसकेपछि चाहिँ फेरि मैले यहाँ चाहिँ अब झोल बनाउनको लागि चाहिँ तेल तताएँ। अनि प्याज हालेको त ओहो तेल उछिट्टिएर होइन। अनि त्यसपछि चाहिँ हामीले चाहिँ यो प्याजलाई चाहिँ मजाले भुट्नुपर्छ कि एकदम मजाले प्याज भुटिअरि गरेर चाहिँ। अनि अघि मैले जुन मसला बनाएको थिएँ नि त्यो मसलामा चाहिँ पानी राखेर चाहिँ अनि मैले त्यो मसलाको झोललाई पनि त्यहीँ राखिदिएँ कराईमा। अनि मजाले चलाएर मसला चाहिँ मजाले पाक्नुपर्छ क्या। अनि यत्तिको भइसकेपछि चाहिँ मैले यसमा चाहिँ टमाटर पनि एड गरिदिएँ। अनि मजाले चलाएर चाहिँ 5 मिनटको लागि छोपेर चाहिँ मैले पाक्न दिएँ। अनि यत्तिको पाकिसकेपछि चाहिँ टमाटरलाई चाहिँ म्यास गऱ्यो भने यस्तो लतत्तको ग्रेभी बन्छ नि होइन। म्यास 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 गरेर यस्तो हेर्दै 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 यस्तै खाउँ 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 लागेको थियो नि होइन। अनि यत्तिको भइसकेपछि चाहिँ मैले यहाँ माथिबाट चाहिँ बेसार राखेँ। अनि बेसार राखिसकेपछि चाहिँ जिरा धनियाँको धुलो पनि राखेँ। हजुरलाई चाहिँ कतिको मसला खान मन लाग्छ त्यही अनुसार राख्न मिल्यो। अनि जिरा धनियाँको धुलो राखिसकेपछि चाहिँ नुन स्वादअनुसार कतिको चर्को अथवा कतिको मधुरो नुन खानुहुन्छ होइन त्यही अनुसार नुन राख्न मिल्यो। अनि मैले चाहिँ अदुवाको धुलो पनि राखेको थिएँ यसमा। अनि अदुवाको धुलो पनि राखिसकेपछि चाहिँ मैले थोरै चाट मसला हल्का फ्लेभरको लागि चाट मसला पनि राखेँ। अनि मजाले चलाएँ। अनि अब यो मसलालाई चाहिँ हामीले एकदम पाक्न दिनुपर्छ क्या। अनि यत्तिको पाक्छ होइन तेल चाहिँ माथि तैरिन्छ क्या। अनि त्यसपछि चाहिँ मैले चाहिँ पानी राखेँ होइन। हजुरहरूलाई अब कतिको बाक्लो झोल कतिको पातलो झोल खान मन लाग्छ त्यही अनुसार चाहिँ यसमा चाहिँ पानी एड गर्न मिल्यो। अनि त्यसपछि चाहिँ यो झोल चाहिँ मजाले उम्लिएपछि चाहिँ मैले यसमा चाहिँ माछा एड गरेँ। अघि फ्राई गरेर राखेको माछा एड गरेँ। हामीले चाहिँ माछा अघि नै फ्राई गरिसकेको भएर चाहिँ धेरै पकाउनु पर्दैन यो माछालाई, नत्र माछा चाहिँ पुरै टुक्रिन्छ कि अनि मिठो हुँदैन। त्यही भएर मैले चाहिँ एकैछिन 3-4 मिनट चाहिँ मैले यसलाई चाहिँ उम्लिन दिएँ होइन। यस्तो मलाई पकाउँदा पकाउँदा यति खाउ 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 लागिसकेको थियो नि होइन। यस्तो मिठो भयो थियो ओहो। अनि त्यसपछि चाहिँ एकैछिन छोपेर चाहिँ मैले पकाउन राखेँ। अनि यत्तिको भइसकेपछि अब हाम्रो माछा रेडी भयो। अब यत्तिकै रेडी हुने कुरो त भएन होइन। यसलाई थोरै गार्निस गर्नलाई चाहिँ मैले माथिबाट चाहिँ धनियाँ पनि राखिदिएँ। फाइनल्ली हाम्रो माछा पाक्यो। अनि उता चाहिँ हाम्रो खाजा पनि आइपुग्यो। अनि माछा पाकिसकेपछि हामीले खाजाहरू खायौँ। अनि फेरि यतापट्टि अब बर्थडे त सेलिब्रेट गर्न पर्यो होइन। अनि त्यसपछि यहाँ केक सेक रेडी भएको थियो होइन। अनि यहाँ उहाँ चाहिँ फेरि मेरो प्यारी नन्द। अनि अब चाहिँ कोही कोहीले फेरि यहाँ फोटोसुट गर्दैछन् फेरि केक समातेर होइन। अहिले आउँछ, अहिले म देखाउँछु। अनि यही हो गाइज। अनि यहाँ चाहिँ अब मैले अघि भन्थेँ नि कोही कोही त यहाँ पारै छुट्टै छ। नाच्नु त पऱ्यो नि होइन। हामी त के भयो नि नाच्नु चाहिँ हामी छोड्दैनौँ है, जतिखेर नि नाच्ने हो। नाच्दा नाच्दा यति थाकियो गाइज होइन। म त अरू त सुट गर्नै बिर्सेछु क्या खाएको अरेको होइन। ओहो नि यति नै हो। थ्याङ्क यू, बाई बाई।